कुनै बेला इटहरीको कर्णाली भनेर चिनिन्थ्यो इटहरी 3 मा रहेको खोर्सानी खाप। इटहरी बजारमा आएको परिवर्तन र आधुनिकताले खासै नछोएको अनि सधैँ उपेक्षामा परेका यहाँका स्थानीयमा आशाको बीजारोपण सुरु भएको छ। एक रिपोर्ट। अहिले 3 वर्षको कार्यकालमा सेराखोलादेखि उत्तर हामीले नपत्याएको थियौँ न यो पिच हुन्छ भन्ने, अब पिच भयो। ओम कुमार श्रेष्ठलाई लागेको थिएन कि इटहरी 3 मा रहेको खोर्सानी खापमा बाटो कालो पत्रै हुन्छ भनेर, किनकि पूर्वको केन्द्रबिन्दु सहर इटहरीकै एउटा भाग रहेको ग्रामीण बस्ती खोर्सानी खाप सधैँ उपेक्षामा परेको थियो। इटहरीको देखिएको चकाचक एकतर्फ अनि छेउमा खोर्सानी खाप, जसलाई इटहरी बजारमा आएको परिवर्तन र आधुनिकताले खासै छोएको देखिँदैन। सेराखोला र बुढी खोलाको दोभानमा अवस्थित यस ठाउँले विगतमा भौतिक विकासको अनुभव खासै गर्न पाएन, तर अहिले बिस्तारै समय बदलिएको छ। खोर्सानी खापको अवस्थामा परिवर्तनको लहर देखिन सुरु गर्दैछ। सांसद भीम आचार्यको पहलमा यस वर्ष शहरी विकास तथा भवन निर्माण सङ्घीय आयोजना अन्तर्गत 59,85,310 रुपियाँ लागतमा कालो पत्रे गरिएको छ। यो हाम्रो यस क्षेत्रको माननीय भीम आचार्यको पहलमा उहाँलाई हामीले यो बाटो देखाएका थियौँ र उहाँले आफ्नो पहलमा यस क्षेत्रमा चाहिँ पिच बाटोको बजेट छुट्याइदिनु भएको हो। यसको 1 करोड बजेटमा चाहिँ ठेक्का चाहिँ परेको पछि बिट गरेर चाहिँ अलिक थोरै अङ्कमा 59 लाख कतिमा परेको बाटो हो यो। यहाँको जनतालाई हामीले राम्रो बाटोमा हिँडाउँछौँ भनेर बाचा गरेका थियौँ, त्यही बाचा यस वर्ष चाहिँ हामीले पुरा गरेका छौँ। सडक कालोपत्र गरेसँगै स्थानीय जनतामा खुसियाली छाउनुका साथै नयाँ आशाको बीजारोपण भएको छ। सडकमा कालोपत्रले दिएको खुसीलाई टिकाइराख्न अब सेराखोला र बुढी खोलामा तटबन्धन गर्न आवश्यक छ। वर्षैपछि बर्खा मासमा आउने बाढीले यहाँको जनजीवनलाई पिरोल्ने गरेको छ। लगभग 60-65 घरको बसोबास छ हाम्रो यहाँ। साह्रै असुविधा थियो, हिँड्न ओर्नलाई एकदम अप्ठ्यारो थियो। साह्रै सुविधा भएको छ अहिले, एकदम राम्रो। उहाँलाई हामी हाम्रो गाउँको तर्फबाट धन्यवाद दिन चाहन्छौँ र एकदम हामी सब खुसीले गर्दछौँ यो काम भएको हुनाले। अब यस्तै क्रममा हाम्रो निर्माणका कुराहरू धेरै छन् यहाँ। हाम्रो यो खोला बुढी खोलाको तटबन्धन बाँकी छ, यसमा अलिकति हामीलाई बर्खा त्रास हुन्छ। जैविक विविधताले भरिएको खोर्सानी खापले धेरै सम्भावना बोकेको छ। भौतिक विकासका पूर्वाधारहरू निर्माण गरे